एक ठाउँमा एकजना बहिनीलाई एचआईभी लागेको रहेछ। हामी कहाँ खबर आयो एचआईभी लागेको छ अरे, ल के गर्ने भनेर प्रार्थना गरिदिनुहोस् भन्ने भयो। हुन्छ भनेर प्रार्थना गरेँ। अनि मैले सिधै भने, ओ एचआईभी को भाइरस, येशूको नाममा मरिजा, म तँलाई श्राप दिन्छु भनेर भाइरसलाई श्राप दिएँ। त्यो बहिनी 17 वर्षको त्यो बहिनीलाई मैले आशिष दिएँ। त्यसपछि तपाईँलाई थाहा छ हाम्रो जिब्रोमा, हाम्रो शब्दमा, हाम्रो बोलीमा जीवन र मृत्यु लुकेको छ। अनि मैले श्राप दिँदाखेरि कीटाणुहरू मरेछन्। फेरि खबर आयो कि अब चाहिँ एचआईभी छैन। क्रिस्चियनको नाम, क्रिस्चियनको धर्म त्यसै बदनाम भएको होइन क्या। एचआईभी पनि के फुकेर कीटाणु मऱ्यो होला त, चाका राका लाका बुम भन्दै पो त यीशुको नाममा रे। धर्म मान्ने हो क्या, यति साह्रो अन्धभक्त, यति साह्रो भ्रम फैलाउने होइन क्या। अचम्म लाग्छ यार यिनीहरूको यो धर्म देखेर यार। कहिले पाइल्स चाक फुकेर, चाकमा भएको पाइल्स फुकेर सन्चो भयो भन्छ, कहिले चाहिँ स्वर्गको टिकट आयो भन्छ यार। अचम्म यो के गरे यार यो। त्यसै त क्रिस्चियन बदनाम छ नेपालमा, अझै बदनाम गर्न पछि परेको छैन यार यिनीहरू पास्टरहरू यार। 17 वर्षको बच्चालाई अब एचआईभी भएको रहेछ भन्दैछ, के भरम फैलाएको थाहै छैन।